Hello everyone, welcome to my vlog. So आज चाहिँ म बेगरजना मङ्गलबारको दिन अनि हामी चाहिँ मन्दिर जाँदैछौँ अनि माइसन मन्दिर हाम्रो बिरगजको मन्दिर हेर्न सक्नुहुन्छ तपाईँहरूले यो ब्लगमा अनि अहिले चाहिँ हामी आदर्शनगरमा छौँ अहिले चाहिँ हामी हामी कुन मन्दिर जाने मङ्गलबारको दिन जय श्रीराम हामी एटिएमनिर पुग्यौँ यहाँनिर छ ठ्याक्क आदर्शनगर यो बाटो चाहिँ हाम्रो ठ्याक्क घरिहर पोखरी भनेर हुन्छ हाम्रो फेमस बिरगन्जको भिजिटिङ ठाउँ है यो चाहिँ एकदम प्रख्यात छ यो साइड ठ्याक्कै सिधा देखिराख्नु भएको छ घुम्ने ठाउँ हो तर हामी चाहिँ यता मन्दिर छौँ त्यहाँ सिधा चाहिँ घुम्ने ठाउँ घरि पोखरी भयो हामी चाहिँ यहाँबाट पुग्यौँ यो बाटो जाँदैछौँ सबै तोडफोड भएको छ तारा पनि यस्तो भएको छ यो ठाउँमा सब रोडमा परेको भएर सबै तोडफोड भएको छ यतातिर कहिले यो बनाइसक्छ राम्रैसँग सबै बजार यो सबै बजार हुन्थ्यो पहिला अहिले सबै यो अगाडिको तोडेर बजारहरू नै छैन हेर्न सक्नुहुन्छ ब्याङ्क भएको राख्नुपर्छ हो ओके हामीले यहाँ पार्क गऱ्यौँ अब यहाँबाट ठ्याक्क हनुमान मन्दिर छ हनुमान मन्दिर जाँदैछौँ बेगन्जको मार्केटहरू लगभग छेउ हुन्छ सब बनाउँदैछ रहेछ है तोडेर पनि हटाउनु पर्यो अझै तोड्दैछ हेर्नु त यस्तो भएको छ सबै बजार हुन्छ अहिले बजारै पनि उता भित्रभित्र मात्रै जान्छ प्राय हनुमान मन्दिर हाम्रो बेगन्जको फेमस मन्दिर हुनुहुन्छ अगाडि पछि सबै तोडफोड भएको केही हुँदैन कि मन्दिरमा त भिड भइहाल्छ त्यहाँबाट हामी जान्छौँ चप्पलहरू कम्ती पाउँछ लड्डुहरू लिने ठाउँ हो चियापत्तलहरू छैन तातो भेजहरू पाकेको मेरो हस्बेन्डले चाहिँ जेरी किन्दै हुनुहुन्छ सही लड्डु भेराइटिजहरू छ चप्पल यहाँ खोल्नुहोस् मान्छेले साह्रो पर्यो अनि मान्छेले सबै पैसा हामीले पूजाहरू गरेको हनुमान चालिसा नै पढ्यौँ अनि त्यसपछि अब हामी यहाँबाट जाँदैछौँ ल यता अब जाम पनि लाग्यो सबै बाइकहरू चाहिँ पार्किङ भइरहेको छ अनि यतातिर सबै यस्तो
तोडिएको छ नि त राम्रोसँग बन्न पाएको छैन अहिले यो बन्दै छ त्यो अनि जाम लागिसकेको छ यता मन्दिर अगाडि पनि हाम्रो बाइक चाहिँ यता पार्क गरेका छौँ हामी जस्ट अब चाहिँ हामी माइसन मन्दिर जाने हो माइसन मन्दिर खास त्यहीँनिरै हो त्यो चोकमै हो है जुन देखिरहेको भएको छ तर यता चाहिँ वान वे भएर जान मिल्दैन होला फेरि जहाँ त गइरहेको छ यता हेर्नु त मिल्छ कि यहाँबाट मिलिरहेको छ त अन्त फेरि यताबाट हामी गयो भने घुमेर झन् उता एक राउन्ड घुम्नु पर्ने हुन्छ तर यताबाट गयो भने नजिकै छ नि त चोकमा हाम्रो घट्टा गरेर साइकल यहीँ राखिदिउँला नि त भनेर हुन्छ अलिक अगाडि जति नजिक पार्किङ छ त्यति नै राखौँ न अलिक अगाडि पनि राखिरहेको छ ए यताबाट उता जानु नमिल्दो रहेछ यहाँसम्म राख्न मिल्छ बरु उता बार लगाइदिएको छ नि त्यहाँनिर त्यहाँ बार लगाइदिएछ मन्दिरतिर जाँदैछौँ यता पनि यस्तै छ हाम्रो बिरगन्जको रिक्सा यहाँनिर चाहिँ गौवा माई मन्दिर हो हाम्रो यहाँको दुर्गा माता दसैँहरू यहाँनिर छ उता चाहिँ सबै यहाँ मन्दिर प्रसादहरू एरिया हुनुहुन्छ सबै छ सबै प्रसादहरू पिरा लिएर आउनुहुन्छ अब जनै पूर्णिमा पनि आइरहेको छ राखीहरू कस्तो सक्नुहुन्छ हाम्रो पिरा लिएर अब यताबाट जानेछौँ मन्दिरनिर पुलिस ल्याउ न त यहाँ ल्याउ गणेश यता भगवान आउनु न ढोकेर अगरबत्ती बाल्ने कहाँ उता हो हाम्रो गाउँमा मन्दिर ल अब यता तपाईँले भित्र हेर्न सक्नुहुन्छ हाम्रो हुनुहुन्छ ओम नमः शिवाय यो हाम्रो मन्दिरहरू छ तपाईँहरूले यो भिडियो मार्फत हाम्रो यहाँ बिरगन्जको गौहा माई मन्दिर हेर्न सक्नुहुन्छ बुढो हाम्रो एक राउन्ड लगाएँ हामीले गौहा माई मन्दिरमा यहाँ चाहिँ सरस्वती माताको मन्दिर छ अनि हाम्रो तपाईँहरूले भिडियो मार्फत दर्शन गर्न सक्नुहुन्छ नरल पर्ने ठाउँ ल हामी मन्दिर
पूजा गरेर अब हामी त्यहाँबाट जाँदैछौँ। त्यहाँतिर होलसेल सामानहरू पाइन्छ। यहाँनिर बस्नको लागि पनि यसरी व्यवस्था गरिएको छ। शीतल अनि प्लान्टहरू पनि छ। दर्शन गरिसकेपछि चाहिँ यता अलेख्या मल भनेको छ। यहाँ चाहिँ शिवजीको मन्दिर हुनुहुन्छ। शिवजीको मन्दिरतिर जानु एउटै यता पनि सबै तोडिएको छ। अब बाटोहरू ठुल्ठुलो हुन्छ। यता पनि हामीले यहीँ राख्ने हो। बाइकलाई हामीले यहीँ पार्क गऱ्यौँ अनि यहाँबाट अब हामी हिँड्दै यता नजिकै हुन्छ। यहाँ सबै यो ठुल्ठुलो यता मोबाइल पसलहरू मिठाई पसलहरू हुन्थ्यो यो साइडमा। अहिले त सबै हटिसक्यो। एउटा परेको शिवजीको मन्दिरमा हामी पुगिसक्यौँ। मन्दिर हेर्न सक्नुहुन्छ। शिवजी मन्दिर अलेख्या मठ भनेको छ। राख्यो अब दर्शन गर्न जाँदैछौँ। गणपति दर्शन बाहिर अलेख्या मठको शिव मन्दिर हुनुहुन्छ। अलेख्या मठको शिव मन्दिर हुनुहुन्छ हेर्न सक्नुहुन्छ। चारैतिर सबैतिर मन्दिर हुनुहुन्छ। शिव पार्वती माताको चाहिँ भगवान्हरू यहाँ हुनुहुन्छ। सीताराम लक्ष्मणजीको अनि हनुमानजी हुनुहुन्छ। यहाँनिर पार्वती शिव भगवान हुनुहुन्छ अनि हनुमानजी माता हुनुहुन्छ। हाम्रो अलेख्या मठको मन्दिर पनि हेर्नु भयो तपाईँहरूले।
भयो गर्दा गऱ्यौँ नि त्यसपछि यता हुनुहुन्छ जुसहरू हुनुहुन्छ यता हुनुहुन्छ कोसिनाका अहिले मोड पनि पूजा गरेर हामी निस्किसक्यौँ अनि यता यो घरि सफर खेल्न सक्नुहुन्छ यो चाहिँ हाम्रो स्टुडेन्ट्सको घुम्ने ठाउँ नै भनौँ यहाँ चाहिँ छठ पर्वमा पनि पूजा हुन्छ हाम्रो पोखरीमा अहिले चाहिँ हामी घर जाँदैछौँ यहाँ त यहाँ पनि हेर्न सक्नुहुन्छ यहाँनिर पनि ठ्याक्कै छेउमा हनुमान मन्दिर ओके अब चाहिँ तपाईँहरूले यो भिडियोमा चाहिँ तपाईँहरूले चाहिँ यो भिडियोमा चाहिँ तिनवटा मन्दिरको दर्शन गर्न पाउनुहुन्छ हाम्रो एकदमै बिरगन्जको प्रख्यात मन्दिर हुनुहुन्छ माइसनमा हाम्रो माइसनमा गौवामाई मन्दिर भयो अनि त्यसको थोरै अगाडि हनुमान मन्दिरहरू भयो होला त्यसपछि अनि थोरै अगाडि चाहिँ अलेखा मठ मन्दिरमा शिवजी भक्तहरू हुनुहुन्छ दर्शन गर्न पाउनुभयो ठाउँमा एकदम प्रख्यात मन्दिर छ ओके